What's up guys? हामी चाहिँ अब जिर जान लाग्यो है होला नि होला छ भर्खरै खिरमा आइपुग्यौँ अहिले चाहिँ यही बसमा आथ्यौँ अब हामी यही बसमा जान लाग्यो यो रुसन यो ददिसी हामी ग्रुप यो भान्जो श्रीकृष्ण यो मामा यो त अब तिमीहरू चिनिहाल्छ यो What's up अब हामी जान्छौँ अनि this is journey है त Hello guys, so आज अहिले चाहिँ हामी बन्दीमा छौँ बन्दीमा एकछिन हामी बसेको वासरुमको रेस्ट त्यतिकैको बन्दी भएर चाहिँ हामी अब सिधै मुडेमा गएर चाहिँ बस्छौँ खाना खान्छौँ त्यहाँबाट लन्च त्यहाँ हो अनि त्यसपछि त्यहाँबाट हामी फेरि कता जान्छौँ See you there. हामी चाहिँ भर्खरै मुडे आइपुग्यौँ यो चाहिँ मुडे हो अब यहाँ चाहिँ हामी खाना खान्छौँ अनि खाना खाएर निस्किन्छौँ दिस इज द मुडे गाइज हामी खाना खाना छौँ यहाँ यो मुडेमा साथीले हामीले खाना कुदा हो Guys, here we are at Kharidunga. मुडेमा एकछिन हामीले खाना खाएपछि हामी चाहिँ खरिडुङ्गामा आइपुग्यौँ एन्ड एकछिन यो चाहिँ काइन्ड अफ यो बाटोमा हेर्दाखेरि राम्रो भ्यू देख्ने ठाउँ भएर चाहिँ हामी यहाँ रोकेको दिस इज द भ्यू हम खरिडुङ्गा हामी चाहिँ अल द वे त्यहाँ तल बसिरहेको छैन त्यहाँदेखि हामी अल द वे यहाँ माथिसम्म आयौँ अनि दिस इज द भ्यू इन्जोय एट खरिडुङ्गा Guys, अब चाहिँ हामी खरिडुङ्गाबाट नि मुडेतिर हिँड्न सक्यौँ यो चाहिँ सुप्रिम हो आइसँग आएको छैन क्या अरे यो चाहिँ भण्डारी हो अब जरीकोट गएर अनि त्यसपछि जान्छौँ अनि सिधै अब यस्तो छ बाटो हेर्नुहोस् एकदम यहाँ हल्लाइ नि हल्लाइ छ जान्छौँ यता बाई Feeling bad about yourself. How come the same level heal everything when it hurts like hell? Guys, हामी चाहिँ भर्खरै अइबार जिरी पुग्यौँ जिरी पुगेर ब्याग स्याग राखेर अब हामी चाहिँ सिडुलमा हिँडेको यहाँतिर यहाँ चाहिँ गुम्बा रहेछ हाम्रो फर्स्ट डे आयौँ है हिजो त्यहाँ थियौँ अब आज हामी एक्सप्लोर गर्छौँ एकछिनमा हामी यो जिरीको साइडमा एउटा गुम्बा जस्तै रहेछ त्यहाँ आएको छौँ है गुम्बा चाहिँ हामी पछि हिँड्छौँ अहिले चाहिँ अब यो डाँडा हामी एक्सप्लोर गर्न आएको ड्राइभर आउनुभयो भने चाहिँ यस्तो एउटा ठाडो बाटो पुरै ठाडो रहेछ यो बाटो चाहिँ अनि यो बाटो चाहिँ 1000 सिडी अब हजुर के गराउनु भएको छ भने चाहिँ हजुरलाई 1000 सिडी थाहा होला त्यो 1000 सिडी जस्तै रहेछ यो मात्र छ एउटा Hello guys. So we have arrived here. यो खै कुन ठाउँ हो? I don't know. जी बरमाथि. उकालो चाहिँ लाइक पुरै ठाडै छ है यस्तो. Like world 45 England. 45 and 30 होला अझ. ल हामी चाहिँ अझै माथि गयौँ भने अहिले हिँड्ने कस्तो छ भनेर यहाँ चाहिँ अहिले यही रहेछ एउटा गुम्बा मात्र From my point of view we're long overdue and it's nothing new Hello guys, अब हामी चाहिँ भर्खरै अइबार जी आएपछि अब हामी चाहिँ हिँड्न थालेको एक्सप्लोरिङ जिरी एक्सप्लोरिङ जिरी
अनि कस्तो लागिरहेको छ तिमीलाई जिरीको एकदम राम्रो यार आहा अलि चिसो चिसो रहेछ होइन अलि चिसो चिसो रहेछ यतातिर चाहिँ अनि चल्दो रहेछ मिठो चिसो चिसो अब हामी चाहिँ खानासाना पनि चियासा खान्छौँ एकछिन यता डुल्छौँ अनि हाम्रो सेसन छ अनि सेसनमा जान्छौँ है त कति बजी मा कति बजी रे 5:45 मा 5:45 सेसन छ सो विल सी यु अहिले हामी अपडेट गर्छौँ अहिले चाहिँ हामी यसो घुम्न आएको बाई अब हामी चाहिँ भर्खरै खाना खाएर यसो नाइट वाक निस्केको है नाइट अनि हाम्रो टाइम चाहिँ 8 बजीभित्र चाहिँ पुगिसक्नुपर्छ खाना खाने ठाउँभित्र जाने बाटो अझै हामी स्टिल एक्सप्लोर गरिरहेछौँ सबैतिर डुल्ने आज चाहिँ राति पनि बिहान गाइड कस्तो एकदमै सुन्दर अगाडि चेन गेट देवले एकदमै राम्ररी मेहनत गरेर भ्लग बनाइरहेको एकदमै सपोर्ट गरिदिनु होला यसको लागि थ्याङ्क यू भनिदिएकोमा हामी चाहिँ यो खास मेमोरीको लागि हो यतिकै ऱ्यान्डम मेमोरी पछि हेर्दाखेरि मजा आउँछ भनेर फर्स्ट डे चाहिँ यस्तो थियो भनेर अनि अब यसो डुल्ने अझै एक्सप्लोर गर्ने तलसम्म जाने फेरि मास्टरमा अनि फेरि उता जाने यता जाने यत्रो एक्सप्लोर गर्छ नि अनि बेलुका जाने होइन बस्ने चाहिँ सल्यो भनेको 8 बजी पुग्नुपर्ने हो अब को पुग्छ होइन कोरेछु चित्र तिम्रै तिमी हाँसिदेऊ सोकेको शब्द समेट्दैछु सुनिदेऊ नाता यो चित्रको आँखाले नै बुझिदेऊ दिनभरिको थकानलाई हामीले यसरी नै गीत गाउँदै रमाइलो गर्दै सजिलै बिर्स्यौँ र दिनको अन्त्य गऱ्यौँ फर डे 2 सब्सक्राइब गरिदिनु होला धन्यवाद।